नमस्कार। लोकसेवा तथा विभिन्न परीक्षाहरूका लागि सहयोगी समसामयिक जीके प्रश्नोत्तरमा यहाँहरूलाई स्वागत छ। विश्व भूगोलमा सबैभन्दा धेरै तालहरू भएको हुनाले कुन देशलाई तालै तालको देश भनेर पनि चिनिन्छ? तपाईँको अप्सनमा रहेको छ अप्सन क नेपाल, ख रुस, ग ब्राजिल, घमा रहेको छ फिनल्यान्ड। विश्व भूगोलमा सबैभन्दा धेरै तालहरू भएको हुनाले कुन देशलाई तालै तालको देश भनेर पनि चिनिन्छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ख रुस। अगाडि हेरौँ प्रश्न नम्बर 2मा। रुकुमलाई र नवलपरासीलाई पूर्व पश्चिममा विभाजन गरी नेपाल सरकारले 2 जिल्ला थपेर 77 जिल्ला कहिले बनाएको हो? तपाईँको अप्सनमा रहेको छ अप्सन क विक्रम सम्वत 2077 भदौ 3 गते, ख विक्रम सम्वत 2077 भदौ 4 गते, ग विक्रम सम्वत 2077 भदौ 5 गते र घमा रहेको छ विक्रम सम्वत 2077 भदौ 6 गते। रुकुमलाई र नवलपरासीलाई पूर्व पश्चिम विभाजन गरी नेपाल सरकारले 2 जिल्ला थपेर 77वटा जिल्ला कहिले बनाएको भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ग विक्रम सम्वत 2077 भदौ 5 गते। नयाँ वर्षमा पुरानो आगो निभाई नयाँ आगो निकालेर बाल्ने प्रथा कुन जातिमा रहेको छ? तपाईँको 4वटा विकल्प रहेका छन्। अप्सन क दराई, ख बनकारिया, ग डोल्पो र घमा रहेको छ राउटे। नयाँ वर्षमा पुरानो आगो निभाई नयाँ आगो निकालेर बाल्ने प्रथा कुन जातिमा रहेको छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन क दराई। प्रश्न नम्बर 4मा हेरौँ। नेपालको इतिहासमा कति सालको ओलम्पिक खेलमा नेपालले पहिलो सहभागिता जनाएको थियो? तपाईँको 4वटा विकल्प रहेका छन्। अप्सन क 1961 सालमा, ख 1962 सालमा, ग 1963 सालमा र घमा रहेको छ 1964 सालमा। नेपालको इतिहासमा कति सालको ओलम्पिक खेलमा नेपालले पहिलो सहभागिता जनाएको थियो भनिएको छ। महत्त्वपूर्ण प्रश्न रहेको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन घ 1964 सालमा नेपालले पहिलो ओलम्पिक खेलमा सहभागिता जनाएको थियो। नेपालले सन् 2030 सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ? तपाईँको अप्सनमा रहेको छ अप्सन क 9%मा, ख 14%मा, ग 19%मा र घमा रहेको छ 21%मा। नेपालले सन् 2030 सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ख 14%मा। तल दिएका अप्सनहरूमध्ये कुन मुलुकलाई भिटो प्रयोग गर्ने अधिकार छैन? तपाईँको अप्सनमा रहेको छ अप्सन क जापान, ख फ्रान्स, ग चीन, घ बेलायत। तल दिएका अप्सनहरूमध्ये कुन मुलुकलाई भिटो प्रयोग गर्ने अधिकार छैन भनिएको छ? कमेन्ट गर्न नभुल्नुहोला। यसको सही उत्तर हेरौँ। सही उत्तर हुन्छ अप्सन क जापान। अगाडि हेरौँ। पानी प्रशोधन गर्दा ब्लिचिङ पाउडरको झोल किन पानीमा मिसाइन्छ? तपाईँको अप्सनमा रहेको छ अप्सन क रङ हटाउन, ख स्वाद र गन्ध हटाउन, ग सूक्ष्म जीवाणुहरू मार्न र निष्क्रिय गर्न, यसै गरी घमा रहेको छ पानीको धमिलोपना हटाउन। पानी प्रशोधन गर्दा ब्लिचिङ पाउडरको झोल किन मिसाइन्छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ग सूक्ष्म जीवाणुहरू मार्न र निष्क्रिय गर्न। प्रश्न नम्बर 8मा हेरौँ। जलविद्युत तथा पानी निर्यात गरी आर्जन गरेको विदेशी मुद्रालाई के भनिन्छ? तपाईँको 4वटा विकल्प रहेका छन्। अप्सन क व्हाइट डलर, ख ब्लू डलर, ग ग्रिन डलर र घमा रहेको छ सिल्भर डलर। जलविद्युत तथा पानी निर्यात गरी आर्जन गरेको विदेशी मुद्रालाई के भनिन्छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन क व्हाइट डलर। नेपालमा माटो संरक्षणको लागि कहिलेदेखि संस्थागत प्रयास हुन थालेको हो? तपाईँको अप्सनमा रहेको छ अप्सन क विक्रम सम्वत 1995 देखि, ख विक्रम सम्वत 2000 देखि, ग विक्रम सम्वत 2002 देखि र घमा रहेको छ विक्रम सम्वत 2007 देखि। नेपालमा माटो संरक्षणको लागि कहिलेदेखि संस्थागत प्रयास हुन थालेको हो भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ग विक्रम सम्वत 2002 देखि। प्रश्न नम्बर 10मा हेरौँ। नेपालको पहिलो पर्यटकीय गाउँ कुन हो?
तपाईँको अप्सनमा रहेको छ अप्सन क सोलुखुम्बुको नाम्चे बजार, ख स्याङ्जाको सिरुबारी, ग कास्कीको घान्द्रुक र घमा रहेको छ तनहुँको बन्दीपुर। नेपालको पहिलो पर्यटकीय गाउँ कुन हो भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ख स्याङ्जाको सिरुबारी। नेक्स्ट प्रश्नमा हेरौँ। सबैभन्दा बढी वडाको सङ्ख्या भएको महानगरपालिका कुन हो? तपाईँको चारवटा विकल्प रहेका छन्। अप्सन क विराटनगर महानगरपालिका, ख काठमाडौँ महानगरपालिका, ग भरतपुर महानगरपालिका र घमा रहेको छ पोखरा महानगरपालिका। सबैभन्दा बढी वडाको सङ्ख्या भएको महानगरपालिका कुन हो भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन घ पोखरा महानगरपालिका। संयुक्त राष्ट्रसङ्घले कुन कुन राष्ट्रलाई सन् 2026मा अति कम विकसित राष्ट्रबाट मध्यम राष्ट्रमा स्तरोन्नति घोषणा गरेको छ। तपाईँको अप्सनमा रहेको छ अप्सन क भुटान, नेपाल र अफगानिस्तान, ख नेपाल, भुटान र बङ्गलादेश, ग नेपाल, लाओस र बङ्गलादेश, घमा रहेको छ नेपाल, अफगानिस्तान र लाओस। संयुक्त राष्ट्रसङ्घले कुन कुन राष्ट्रलाई सन् 2026मा अति कम विकसित राष्ट्रबाट मध्यम राष्ट्रमा स्तरोन्नति घोषणा गरेको छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ग नेपाल, लाओस र बङ्गलादेशलाई। नेक्स्ट प्रश्नमा हेरौँ। प्रश्न नम्बर 13। राष्ट्रिय साइबर सुरक्षा नीति 2080ले विश्वव्यापी साइबर सुरक्षा सूचाङ्कमा नेपालको स्कोर आगामी 5 वर्षमा कति पुर्याउने लक्ष्य लिएको छ? महत्त्वपूर्ण प्रश्न रहेको छ। अप्सनमा हेरौँ। अप्सन क 60 सूचाङ्कमा, ख 50 सूचाङ्कमा, ग 35 सूचाङ्कमा र घमा रहेको छ 45 सूचाङ्कमा। राष्ट्रिय साइबर सुरक्षा नीति 2080ले विश्वव्यापी साइबर सुरक्षा सूचाङ्कमा नेपालको स्कोर आगामी 5 वर्षभित्रमा कति पुर्याउने लक्ष्य लिएको छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन क 60 सूचाङ्कमा। नेपालमा जनक शिक्षा सामग्री केन्द्रका लागि वैदेशिक सहयोग गर्ने मुलुक कुन हो? तपाईँको अप्सनमा रहेको छ अप्सन क जापान, ख अमेरिका, ग भारत, घमा रहेको छ बेलायत। नेपालमा जनक शिक्षा सामग्री केन्द्रका लागि वैदेशिक सहयोग गर्ने मुलुक कुन हो भनिएको छ। यसको सही उत्तर हेरौँ। कमेन्ट गर्न नभुल्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन ख अमेरिका। प्रश्न नम्बर 15मा हेरौँ। नेपाल सरकारले कति जातिहरूलाई अल्पसङ्ख्यक जातिमा सूचीकृत गरेको छ? तपाईँको चारवटा विकल्प रहेका छन्। अप्सन क 90 जातिलाई, ख 115 जातिलाई, ग 101 जातिलाई र घमा रहेको छ 105 जातिलाई। नेपाल सरकारले कति जातिहरूलाई अल्पसङ्ख्यक जातिमा सूचीकृत गरेको छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ख 115 जातिलाई। अगाडि हेरौँ। प्रश्न नम्बर 16मा। 16औँ योजनाले मुख्य प्राथमिकतामा राखेको 2 विषय कुन कुन हुन्? तपाईँको चारवटा विकल्प रहेका छन्। अप्सन क राष्ट्रिय एकता, सुरक्षा र सम्मान, ख सुशासन र सबल लोकतन्त्र, घमा रहेको छ स्वास्थ्य र सन्तुलित पर्यावरण र घमा रहेको छ डिजिटल डाटाबेस र ई गभर्नेन्स। 16औँ योजनाले मुख्य प्राथमिकतामा राखेको 2 विषय कुन कुन हुन् भनिएको छ। कमेन्ट गर्न नभुल्नुहोला। यसको सही उत्तरमा रहेको छ अप्सन घ डिजिटल डाटाबेस र ई गभर्नेन्स। प्रश्न नम्बर 17मा हेरौँ। तल दिएका अप्सनहरूमध्ये कुन आयोजना राष्ट्रिय गौरवको आयोजनाभित्र पर्दैन? प्रश्न फेरि एकपटक सुनौँ। तल दिएका अप्सनहरूमध्ये कुन आयोजना राष्ट्रिय गौरवको आयोजनाभित्र पर्दैन भनिएको छ। यसको अप्सनमा हेरौँ। अप्सन क मध्य पहाडी लोकमार्ग, ख राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, ग काठमाडौँ मधेस द्रुतमार्ग र घमा रहेको छ भेरी बबई डाइभर्सन आयोजना। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ख राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम। त्यसैले तपाईँको सही उत्तर हुन्छ अप्सन ख। नेक्स्ट प्रश्नमा हेरौँ। सङ्खुवा सभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युतको उत्पादन क्षमता कति रहेको छ? तपाईँको अप्सनमा रहेको छ अप्सन क 900 मेगावाट, ख 1000 मेगावाट, ग 1100 मेगावाट र घमा रहेको छ 750 मेगावाट। सङ्खुवा सभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युतको उत्पादन क्षमता कति रहेको छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन क 900 मेगावाट। नेपालको संविधान अनुसार धर्मनिरपेक्ष भन्नाले के बुझिन्छ? तपाईँको अप्सनमा रहेको छ अप्सन क बहुजातीय बहुसांस्कृतिक अवस्था
लगायत राष्ट्रियताको संरक्षण। खमा रहेको छ सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण र स्वतन्त्रता। ग नेपालको सबै धर्म संस्कृतिको संरक्षण। र घमा रहेको छ धार्मिक सांस्कृतिक स्वतन्त्रता। नेपालको संविधान अनुसार धर्मनिरपेक्ष भन्नाले के बुझिन्छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ख, सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण र स्वतन्त्रता। आजको अन्तिम तथा 20औं प्रश्नमा हेरौँ। तल उल्लेखित अप्सनहरूमध्ये कुन संवैधानिक अङ्ग होइन भनिएको छ। तपाईँको अप्सनमा रहेको छ अप्सन क राष्ट्रिय मानव अधिकार आयोग, ख राष्ट्रिय योजना आयोग, ग लोकसेवा आयोग र घमा रहेको छ राष्ट्रिय महिला आयोग। तल उल्लेखित अप्सनहरूमध्ये कुन संवैधानिक अङ्ग होइन भनेको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन ख, राष्ट्रिय योजना आयोग। हामीले प्रस्तुत गरेको समसामयिक जीके क्वेसन एन्सर यहाँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया छोड्न नभुल्नुहोला। धन्यवाद।